अहिले हालै चलिरहेको ग्लोबल मनी विकको बारेमा आउनुहोस् आज कुरा गरौँ। यो वर्षको ग्लोबल मनी विकको मेन स्लोगन भनेको स्मार्ट मनी टक्स भनेर। हामीहरूले दैनिक रूपमा चलाइरहने पैसाको बारेमा कसरी युटिलाइज गर्ने, के कुराहरू सल्लाह गर्नुपर्ने र त्यसलाई कसरी समुचित ढङ्गले युज गर्नुपर्ने बारेमा चाहिँ नि हामीहरू यो ग्लोबल मनी विकको बेलामा कुरा गर्ने गर्दछौँ। अहिलेको समयमा प्राय जस्तो हाम्रो मोबाइलमा तपाईँलाई चिट्ठा पर्यो, पैसा पर्यो भनेर यस्तो इन्फर्मेसन आइरहने हुन्छ। त्यसो हुनाले यो कुनै पनि चिट्ठा या पैसा पर्यो भन्ने सूचना आउने बित्तिकै त्यसलाई ठगी हो भनेर तुरुन्त बुझिहाल्नुपर्ने हुन्छ र त्यहाँ भनेअनुसार केही पनि गर्नु हुँदैन। प्राय हामी सबैले क्युआर युज गरिरहेका हुन्छौँ। हामीले क्युआर पैसा तिर्नको लागि युज गर्छौँ। कसैले तपाईँको खातामा पैसा आउँछ क्युआर दिनुहोस् भन्यो भने त्यो कदापि नगर्नुहोला। त्यस्तै अब तपाईँको आफ्नो सामाजिक सञ्जालमा आफन्तहरूले मलाई यति पैसा चाहियो, यति गर्न पर्यो, यो पैसा पठाइदिनुहोस् भनेर मेसेज गर्नुहुन्छ। त्यो मेसेज पहिला कन्फर्म गरेर फोन गरेर कन्फर्म गरेर हो होइन ढुक्क भएर बल्ल वित्तीय कारोबार गरौँ। जानकारीहरू लिउँ। यो ग्लोबल मनी विकको मुख्य थिम भनेको स्मार्ट मनी टक्स भनेर छ। यस अनुसार हामीहरूले कमाउने पैसा र त्यो कसरी खर्च गर्ने बारेमा चाहिँ नि सल्लाह गर्ने भन्ने विषय हुन्छ। त्यो विषयमा जानकारी गराउने, पैसा कसरी कमाउने र त्यसलाई खर्च गर्नलाई चाहिँ नि कसरी युटिलाइज कसरी गर्ने भन्ने कुरा। त्यस्तै गरी अब ऋणको बारेमा। ऋण अब नयाँ सुरुको विद्यार्थी सुरुको जीवनमा सुरुको तलब हुँदाखेरि अरू कुनै अप्ठ्यारो आइपर्यो भने ऋण लिन पर्ने हुन्छ, भएन। अर्को पोइन्ट रहेको छ ऋण व्यवस्थापनको। साना विद्यार्थीहरू, नयाँ भर्खर जागिर खाएका विद्यार्थीहरूलाई लोन कति लिने, कतिसम्म युज गर्ने, कतिसम्म चलाउने र कति खर्च गर्ने बारेमा चाहिँ नि यो विषयमा कुराकानी गरिन्छ। अर्को पोइन्ट रहेको छ बजेटिङ भर्सेस सोसियल प्रेसर। अब हामीसँग भएको पैसा र साथीभाइहरूसँग गरिने खर्चहरूलाई चाहिँ नि समन्वय गर्नुपर्ने हुन्छ, नत्र भने यसले हामी आफैलाई नै अप्ठ्यारो पार्न सक्छ। त्यही अर्को पोइन्ट हामीले पाउने इन्फर्मेसन, वित्तीय सूचना कहाँबाट आएको हो, कसले दिएको हो, त्यो बारेमा विस्तृत रूपमा जान्दै